Hello everyone, this is Maya Sirpa. I'm back with a new video. In this video, I'm going to talk about the normal ECG rhythm as well as the different types of abnormal ECG rhythm. अब हाम्रो नर्मल ECG वेबमा चाहिँ यहाँ देखाइएको जस्तै PQRST हुन्छ। सुरुमा चाहिँ राइट एट्रियमबाट एसए नोडबाट चाहिँ इलेक्ट्रिकल इम्पल्स कन्डक्ट हुन्छ। जेनेरेट भइसके पछाडि चाहिँ राइट एट्रियम कन्ट्र्याक्ट हुन्छ, पी वेब भनिन्छ। त्यसपछि चाहिँ त्यो इलेक्ट्रिकल इम्पल्स अल द वे टु एभी नोड हुँदै पास हुन्छ, क्युआरएस कम्प्लेक्स बनाउँछ अनि टी वेब भन्छ। नर्मल इसिजी वेबमा चाहिँ हामीले चाहिँ पी आउनै पर्छ, फलोड बाई क्युआरएस आउनै पर्छ, त्यसपछि टी आउनै पर्छ। तपाईले पी देख्नुभयो, क्युआरएस देख्नुभयो, टी देख्नुभयो भनेपछि सम्झिनुस् यो नर्मल इसिजी वेब हो। अब हामी सबैलाई थाहा छ हार्ट रेट भनेको नर्मल हार्ट रेट भनेको 60 to 100 beats per minute हो। यो नर्मल इसिजी आएपछि यो मात्र एउटा त हुँदैन, यो पछि अर्को पनि हुन्छ मोनिटरमा। अब हामीले चाहिँ ग्याप थाहा पाउनु पर्ने हुन्छ अनि 60 to 100 beats per minute मा हुनै पर्छ यो चाहिँ, अनि मात्रै के त नर्मल इसिजी भन्छ हो। नर्मल हार्ट रेटमा आउँछ भनेपछि अब हामीले कसरी थाहा पाउने त, कसरी गर्ने भनेर चाहिँ सजिलो हो। मैले यो चाहिँ सुरुमा एसिएलएस ट्रेनिङको बेला पाएको हो। मैले यही देखाउँदैछु, सिटी देखाउँदैछु। यसमा चाहिँ नम्बर 10 मा जाम हामी। यसमा चाहिँ ठुलो बक्स देखिरहनुपर्छ। त्यो बक्सभित्र पनि सानो बक्स छ, त्यो चाहिँ सानो हुन्छ। 25वटा हुन्छ यसमा हामी नजाम, किनभने जुन हाम्रो एसिएलएस ट्रेनिङको बेलामा हो, इङ्क्लेक्सको बेलामा होस्, हामीसँग यति धेरै टाइम नै हुँदैन कि हामी चाहिँ सानो बक्स पनि काउन्ट गर्दै बस्छौँ कि हामीले चाहिँ इजी वे अनि फास्ट वे के हो त थाहा पाउनको लागि त्योतिर गइहाल्नुपर्छ भनेपछि हाम्रो यो ठुलो बक्समा चाहिँ ठुलो बक्स हामीले गर्ने के को बीचमा गर्ने भन्दा चाहिँ हामीले यो आर देखिरहेछौँ, यो जुन पिक्यू आर एसटी छ, यो आर चाहिँ यो ठुल्ठुलो पोइन्ट जुन छ नि लामो त्यसको बीचमा गर्ने कतिवटा बक्सा छ त गर्ने। अब हामीले न्युमेरेटर अलवेज 300 राख्ने माथि, डिनोमिनेटरमा चाहिँ कतिवटा बक्स छ त्यो राख्ने। न्युमेरेटरमा चाहिँ हाम्रो अहिले सपोज मसँग यहाँ एउटा दुईटा तीनटा चारटा बक्स भयो नि त। 300 डिभाइड बाई 4 कति हुन्छ भन्दाखेरि चाहिँ 75 हुन्छ। 75 beats per minute चाहिँ त्यो चाहिँ के हो त नर्मल हार्ट रेट हो नि त। भनेपछि यो नर्मल रहेछ, बीचमा आइरहेको छ। प्लस यो एउटा मात्रै आएर हुँदैन, यो पछिको पनि चारटै बक्स हुनु पर्यो, यो चाहिँ पछि पनि चारटै बक्स हुनु पर्यो, नर्मली जानु पर्यो। भनेपछि यो चाहिँ के त यो इसिजी हेरेर हामी थाहा पाउँछौँ यो चाहिँ 75 beats per minute चाहिँ यसको हार्ट रेट छ भनेपछि दिस इज द नर्मल। यो 10 नम्बरको चाहिँ नर्मल इसिजी वेभ हो। नाउ लेट्स सी वाट आर द एब्नर्मल इसिजी। यसमा पनि हामी सुरुमा पोइन्ट 9 मा हेरौँ। 9 मा के छ भन्दाखेरि चाहिँ मैले अगाडि नै भनेको छु, हामीले जुन पनि इसिजी वेभ हेर्दाखेरि पिक्युआरएसटी छ कि छैन त्यो सुरुमा हेर्छौँ है, अनि मात्रै इन्टरभल सिमिलर इन्टरभलमा आएको छ कि छैन, पिवेभ जस्तो बनिनुपर्ने त्यो छ कि छैन, इरेगुलर टाइपको छ, क्युआरएस वेभ छ कि छैन, अनि मात्रै त्यो चाहिँ डिटेक्ट गर्छौँ। सुरुमा पिक्युआरएसटी छ कि छैन त्यो सरै हेर्छौँ। यसमा के छ 9 नम्बरमा, यसमा पी वेभ पनि छ, क्युआरएस पनि छ, टी वेभ पनि छ, राइट। पी वेभ पनि छ, क्युआरएस छ, टी वेभ पनि छ। तपाईँले परसम्म हेर्नु सबैमा पिक्युआरएस टी वेभ छ। अब पिक्युआरएस टी वेभ त छ नि, तर के छ त भन्दाखेरि यसको जुन ग्यापिङ छ यसको ग्यापिङ सिमिलरै छ, तर ग्याप कति छ धेरै छ। अघि मैले भनेको थिएँ ग्यापहरू सररै हेर्ने बित्तिकै काउन्ट गर्ने। यसमा छ 1 2 3 4 5 6 7 वटा छ है। 300 डिभाइड बाई 7 गर्दाखेरि चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ 42 पोइन्ट समथिङ आउँछ। राउन्ड अप गर्दा 43 भनेपछि 60 to 100 मा आए त आएन नि, भनेपछि यो चाहिँ के त ब्राडी भयो, कम भयो, ब्राडिकार्डिया भयो। ब्राडिकार्डिया भइसकेपछि नर्मली हामी हेर्दाखेरि चाहिँ मैले काउन्ट गरेर चाहिँ यो चाहिँ एक्ज्याक्ट खालको भयो, नत्र यसो हेर्दाखेरि पनि यो यसको ग्याप कति धेरैमा छ नि, हेर्दै नर्मल लाग्दैन नि होइन। त्यसो भए ब्राडीमा गयो एटलिस्ट हामीले जुन एक्जाममा तपाईँहरूलाई इसिजी रिदम दिन्छ एउटा सिटमा भन्ने बित्तिकै कतिवटा छ त सर हेर्नु कि 7 8 9 जस्तो छ भने इट इज नर्मल, तर त्योभन्दा कम छ, त्योभन्दा कति ज्यादा छ बिचमा किरिमिरी छ भने इट इज एबनर्मल क्या। त्यो माथि ट्याकीमा गयो के भन्नुहुन्छ, अब यो त कति कम छ नि त होइन, यो त कति कम छ हेर्नु न, मतलब कतिवटा आर वेभै कम छ नि त कम्पेरिजन टु दिस। अघि हामीले जुन यो नर्मल भनेको थियो यो कम्पेरिजन टु दिसमा त यो त हेर्नु त कति ग्यापमा छ नि त भन्ने बित्तिकै साइनस ब्राडिकार्डिया हो। हामीले यो पछि गर्दै जाँदाखेरि यो त वेबमा देख्ने बित्तिकै थाहा हुन्छ। यसको लागि चाहिँ हामीलाई के त प्र्याक्टिस चाहिन्छ। अब हामी अर्को एउटा इसिजी वेबमा जाऊँ। यो पोइन्ट नम्बर 11 मा तपाईँहरूले यहाँ हेरिरहनुभएको छ, देखिरहनुभएको छ, मैले जुम पारिदिएको छु। यसमा चाहिँ सुरुमा हामी हेर्छौँ पिक्युआरएसटी छ कि छैन, यो सुरुमा काटेको छ, यहाँबाट हेरौँ पी वेभ पनि छ, क्युआरएस पनि छ, टी वेभ पनि छ, राइट। अनि त्यस पछाडि यतापट्टि छेउमै गएर पनि हेर्नु अलिकति टाँसेको जस्तो छ, तर पी पनि छ, क्युआरएस पनि छ, टी पनि छ। यता हेर्नु पी पनि छ, क्युआरएस
पनि छ टी पनि छ तपाईले परसम्म हेर्नुभयो भने सबै छ है सबै छ पिक्युआरएसटी नै छ तर के छ भन्दाखेरि चाहिँ हेर्दा त पिक्युआरएसटी नर्मल नै छ तर ग्याप हेर्नु त कति छिटो छिटो आएको छ यहाँ पछि दुईटा लार्ज बक्स पछि नै आएको छ दुईटा लार्ज बक्स पछि नै आएको छ हामीले अघि मैले काउन्ट गरेको तरिकाले गन्दै पनि दुईटा लार्ज बक्स छ भनिसके पछाडि चाहिँ 300/2 कति हुन्छ भन्दा चाहिँ 150 छ भनेपछि 100 भन्दा माथि गयो नि त यो भनेको चाहिँ नर्मल साइनस ट्याकिकार्डियामा गयो अब हामी अर्को इसिजी रिदम हेरौँ 2 र 3 पोइन्टमा हेरौँ 2 मा हेर्नुस् त क्युआरएस कम्प्लेक्स हो जस्तो त छ तर एकदम वाइड हैन नचिनिने एउटा जस्तो छ क्युआरएस अर्को छैन त्यमाथि अर्को छैन हैन यो एकदम कस्तो छ यो जस्तो छ त्यो जस्तो छैन फेरि यहाँ अर्को कस्तो छ एकदम यो गजङगुजुङ क्यायोटिक टाइपको छ नि त यो 3 पोइन्टमा हेर्दाखेरि चाहिँ झन् यसमा त के त क्युआरएस हो कि हैन एसिस्टोलतिर जान आँटेको पेसेन्ट जस्तो देखिन्छ यो त झन् मजाले थाहै पाएको छैन भनेपछि यस्तो देख्ने बित्तिकै चाहिँ के हो त भन्दाखेरि चाहिँ पेसेन्ट चाहिँ भेन्ट्रिकुलर फिब्रिलेसनतिर गइसक्यो यो इसिजी रिदमले चाहिँ भेन्ट्रिकुलर भिफिब भनेर देखाउँछ भेन्ट्रिकुलर फिब्रिलेसन यो चाहिँ एउटा इमर्जेन्सी कन्डिसन हो यसमा चाहिँ हामीले यो रिदम देख्ने बित्तिकै डिफिबको लागि रेडी भइहाल्ने सक डिफिबको लागि रेडी भइसकेपछि सक दिइसके पछाडि सिपिआर कन्टिन्यू गरिहाल्नुपर्छ डिफिब रेडी छैन भने पनि यु स्टार्ट गिभिङ द सिपिआर स्टार्ट गरिहाल्नुपर्छ डिफिब र सिपिआर यो चाहिँ एउटा इमर्जेन्सी कन्डिसन हो अब हामी पोइन्ट 4 मा जाउँ पोइन्ट 4 मा हेर्दाखेरि चाहिँ क्युआरएस कम्प्लेक्स मजाले देखिन्छ हैन त मजाले देखिन्छ प्लस उनीहरु एपियरेन्समा यसो हेर्दा उस्तै पनि छ यो एउटा जस्तो छ अर्को पनि त्यस्तै छ उठेको त हिमाल जस्तो नि सबै उठेको छ हेर्दै ट्याकी देखिरहेको छ तर ट्याकी पनि कस्तो खालको ट्याकी हो भन्दाखेरि चाहिँ मोनोमोर्फिक भेन्ट्रिकुलर ट्याकीकार्डिया हो यसको नाम चाहिँ ट्याकी त हो तर हेर्नु त एकदम वाइड छ एकदम उठेको छ उस्तै पनि हुने भएको कारणले नाम नै यसको मोनोमोर्फिक भेन्ट्रिकुलर ट्याकीकार्डिया हो अब यसमा 5 हेरिहाल्नु त पोइन्ट 5 मा पनि कस्तो छ भन्दाखेरि चाहिँ हिमालजुले त्यो क्युआरएस देखि नै रहेको छ कस्तो देखिरहेछ एउटा चाहिँ ठुल्ठुलो टाइपको छ अनि यहाँ चाहिँ हेर्नु त तपाईँ यहाँ चाहिँ सानो उस्तै मिलेको जस्तो छ यहाँ चाहिँ ठुल्ठुलो मिलेको सानो ठुलो जस्तो छ यो चाहिँ है तर क्युआरएस त मजाले नै देखिरहेछ भनेपछि ट्याकी नै छ यो चाहिँ यस्तोलाई के भन्छ भन्दा चाहिँ पोलिमोर्फिक भेन्ट्रिकुलर ट्याकीकार्डिया भन्छ मोनोमोर्फिक र पोलिमोर्फिक पनि हुँदो रहेछ यो चाहिँ हेर्दै उस्तो देखिने मोनोमोर्फिक भइहाल्यो हेर्दै कस्तो छ भन्दाखेरि एउटा ठुलो एउटा सानो छ भनेपछि पोलिमोर्फिक भेन्ट्रिकुलर ट्याकीकार्डियामा यो चाहिँ पर्छ अब हाम्रो नेक्स्ट चाहिँ पोइन्ट नम्बर 6 मा हेरौँ पोइन्ट नम्बर 6 मा तपाईँ यसो हेर्नुहोस् पी पनि छ यहाँ क्युआरएस पनि छ टी पनि छ पी पनि छ क्युआरएस पनि छ टी पनि छ हेर्नु कस्तो रेगुलर वेमा छ नि इभन पी क्युआरएस टी कस्तो मजाले देखिरहेको छ अनि बिचको ग्याप पनि हेर्नुहोस् त एउटा दुईटा तीनटा चारटा यो चारटै नहेरेको नि एउटा दुईटा तीनटा चारटा पाँचवटा छवटा सातवटा आठवटा 8 देखिरहनु भएछ 8 भनेपछि यसो हेर्दै नर्मलमा आयो त हैन 60 देखि आउनु 80 जति पर्ला यो त नर्मलै आयो भने जस्तो हुन्छ तर माथि के देखाइरहेछ हेर्नु त यो 6 पोइन्टमा माथि लेखिरहेछ उसले पेशेन्ट हैज नो पल्स बिरामीसँग त पल्सै छैन विथ दिस रिदममा भनेर देखाइरहेछ तपाईले यस्तो रिदममा हामी के गर्ने त भन्दाखेरि चाहिँ यो चाहिँ के रिदम हो भन्दाखेरि चाहिँ पल्सलेस इलेक्ट्रिकल एक्टिभिटी हो यो चाहिँ पल्स छैन इलेक्ट्रिकल एक्टिभिटी हो सायद यो नर्मल नै आओस् ट्याकी नै आओस् जे आओस् तर माथि यदि हैज नो पल्स छ भने हाम्रो चाहिँ यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पल्सलेस इलेक्ट्रिकल एक्टिभिटी हुन्छ है हामीले पेशेन्टलाई चाहिँ भिफीलाई ट्रिट गरिरहेको थियौं अनि सक दियौं सिपिआर दियौं अनि त्यसपछि मोनिटरमा के देखायो भन्दाखेरि चाहिँ यस्तो खालको वेभ देखायो अनि यो सो ह्याप्पी मेरो बिरामी त के त नर्मल साइनस रिदम आयो आरएससीतिर गयो भन्दाखेरि यु मे बी रङ त्यो जुन पनि रिदम भिफी तपाईले ट्रिट गरेपछि जुन पनि रिदम आउँछ तपाई के त यु शुड गो टु चेक द क्यारोटिड पल्स तपाईले क्यारोटिड पल्स चेक गर्नुहुन्छ पल्स छैन भनेर थाहा हुने बित्तिकै के त मेरो बिरामी त पिए तिर गएछ पल्सलेस इलेक्ट्रिकल एक्टिभिटीतिर गएछ भने तपाईले थाहा हुनुपर्छ अनि यु शुड स्टार्ट डुइङ द सिपिआर तपाईले सिपिआर कन्टिन्यू गरिहाल्नुपर्छ किनभने यो पनि एउटा डेन्जरस रिदम हो यो पिए भनेको यु शुड नो दिस रिदम राइट अब हामी पोइन्ट नम्बर 7 मा हेरौँ यो चाहिँ के भइरहेछ भन्दाखेरि चाहिँ एउटा वेभ जस्तो छ फेरि यो चाहिँ के त वेभ कन्टिन्यू नभएर चाहिँ फ्ल्याट लाइन स्ट्रेट लाइनतिर गइरहेको छ है यसमा न पिक्युआरएस छ न क्युएफ छ यो चाहिँ सिधै अलमोस्ट इट इज फ्ल्याट लाइन भनेपछि जब तपाईले फ्ल्याट लाइन देख्नुहुन्छ मोनिटरमा स्ट्रेट लाइन देख्नुहुन्छ भनेपछि पेशेन्ट चाहिँ के त एसिस्टलमा गइसक्यो भनेर बुझ्न पर्ने हुन्छ त्यसपछि तपाईले एसिस्टलको एल्गोरिदम अनुसार पेशेन्टलाई ट्रिट गर्नु पर्ने हुन्छ हामी फेरि अर्को रिदमतिर हेरौँ पोइन्ट नम्बर 12 मा यसमा क्युआरएस देखिरहेछ टी देखिरहेछ है अनि पी आउनु पनि फेरि क्युआरएस आएर चाहिँ पी त कहाँ गयो हिडन भयो क्युआरएस आयो फेरि अब टी आयो ठीक छ खै त पी नै छैन फेरि
क्युआरएस देखिरहेछ मजाले हो, टी आयो कहाँ गयो, पी नै छैन, यस्तो हिडन जस्तो वेभ आउँछ भने डब्लु जस्तो देखिरहेछ अनि ट्याकी हेर्दै ट्याकी देखाइरहेछ, यस्तो वेभ आउँछ भने यसको नाम के हो भन्दाखेरि चाहिँ सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया हो। हामी अब पोइन्ट नम्बर 13 तिर जाऊँ। 13 मा कस्तो आइरहेछ भन्दाखेरि चाहिँ यु क्यान सी क्लियरली हियर क्युआरएस देखि नै रहेछ, जस्तो होस् क्युआरएस देखि नै रहेछ हैन। पिवेभ यस्तो हेर्दाखेरि चाहिँ जुम गरिरहेछु, पिवेभ यस्तो हेर्दाखेरि यो कस्तो खालको छ कि, यो त कस्तो खालको छ हैन, एकदम सतुत एपिरेन्स टाइपको कस्तो देखिरहेछ है, सबैतिर त्यस्तै छ। अनि त्यस पछाडि जब हाम्रो पिवेभ यस्तो देखिन्छ नि, नर्मल टाइपको देखिँदैन, त्यसपछि हामीले एट्रियलतिर यो के एब्नर्मलतिर गयो, एट्रियमतिर गयो भन्ने हामीले थाहा पाउनुपर्छ। यसमा पनि यस्तो खालके देखियो भने चाहिँ यो चाहिँ के हो त, आट्रियल फ्लटर हो। सतुत एपिरेन्स टाइपको यो आरा टाइपको यस्तो देखिने बित्तिकै के हो, यो आट्रियल फ्लटर हो यो। अब हामी 14 पोइन्टमा हेरौँ त, यसमा हामी हेरौँ क्युआरएस देखि नै रहेछ हैन, आर वेभहरू क्युआरएस बनेकै देखिरहेछ। पी वेभतिर हेरौँ कस्तो गज्याङ गुजुङ इभन हैन, यो गज्याङ गुजुङ टाइपको देखिरहेछ, नमिलेको टाइपको देखिरहेछ। अब अघि आट्रियल फ्लटरमा ठिकै थियो, एउटा पछि अर्को त जो सिमिलर टाइपको थियो नि त, त्यही चुचो थियो, मजाले देखिरहेको थिएन, त्यो भएर एट्रियल फ्लटर भन्यौँ। यो त गज्याङ गुजुङ क्युआरएस देखिरहेछ, गज्याङ गुजुङ यस्तो केसलाई चाहिँ हामी चाहिँ के भन्ने भन्दा, यस्तो इसिजीलाई के भन्ने भन्दा एट्रियल फिब्रिलेसन भन्ने। अब हामी चाहिँ पोइन्ट नम्बर 16 मा जाऊँ। यसमा चाहिँ यो तपाईँले हेरिहाल्नु भयो, हेर्दाखेरि कस्तो ब्राडी टाइपको छ नि, ब्राडी टाइपको छ, 4टा मात्रै आर वेभ छ। अनि त्यस पछाडि यसो हेर्नु पी वेभ पनि छ 16 मा, क्युआरएस टी भइहाल्यो, पी वेभ पनि छ, क्युआरएस टी पनि छ, सबै कुरा पनि छ यसमा। तर यस्तो याद गर्नु तपाईँ, ग्यापहरू यस्तो याद गर्नु, पी वेभ पछि क्युआरएस जुन आइहाल्नु पर्यो कति टाढा आएको छ, प्रायः जसो यो दुईटा सानो 2टा 3टामा आइसक्छ क्या। तर यहाँ हेर्नु त एउटा लार्ज बक्स अकुपाई गरेको छ। नर्मल यसको लेन्थ कति हुन्छ भनेर मैले अगाडिको फर्स्ट फोटोमा राखिदिएको छु, त्यहाँबाट पनि हेर्नु होला। तर नर्मली हेर्दाखेरि नै हाम्रो चाहिँ यो पी वेभ क्युआरएस भन्दा कति टाढो के, यहाँ हेर्नु त पी वेभ कति टाढो रिसाएर पर गएको जस्तो, तर पर गए पनि इक्वल डिस्टेन्समा त हेर्दै देखिन्छ हैन, तर टाढो त गएको छ, ब्राडीमा पनि गएको छ भनेपछि यसलाई चाहिँ हामी चाहिँ फर्स्ट डिग्री एबी ब्लक भन्छौँ। आर्टियोभेन्ट्रिकुलर ब्लक भएर नै कम देखायो नि त हैन, इसिजी त कम देखायो, नम्बर त एचआर कम देखायो, तर यसमा पनि हार्ट ब्लकमा पनि फर्स्ट डिग्री छ, सेकेन्ड डिग्रीमा पनि टाइप 1 र टाइप 2 छ, अनि थर्ड डिग्री छ। कसरी छुट्याउने भन्दाखेरि चाहिँ हेर्दाखेरि पी र क्युआरएस चाहिँ टाढा एउटै डिस्टेन्समा, सबै कुरा ठिकै छ, टाढा क्युआरएस पनि छ, पी पनि छ, टाढा गएकोलाई हामीले फर्स्ट डिग्री के त एबी ब्लक भन्ने। अब हामी पोइन्ट नम्बर 18 मा हेरौँ ल। अर्को यसमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ पी र क्युआरएसको हेर्नु डिस्टेन्स, पिआर इन्टरभल, यहाँ यो जुन डिस्टेन्स छ यो अलिकति कम्ती छ राइट, यो अलिकति कम्ती, अलिकति धेर छ, यो झन् धेर छ, यो झन् धेर छ, यसको कम्पेरिजन यो मिल्दैन हो। अब हामी पोइन्ट नम्बर 17 मा हेरौँ, यो क्युआरएस पी र यसको आरको इन्टरभल हेर्नुहोस् त, यहाँ 3-4 बक्सा जति छ, यहाँ हेर्नुहोस् त यो अलिकति धेरै लामो छ, यहाँ अत झन् लामो छ भनेपछि पिआर इन्टरभल जस्तोमा कन्स्ट्यान्ट हुँदैन, भराइबल हुन्छ, तर क्युआरएस आइरहेको हुन्छ भनेपछि यो चाहिँ सेकेन्ड डिग्री भयो। तर सेकेन्ड डिग्रीमा पनि कुन भयो भनेपछि टाइप 1 भयो है। 17 हेरेको 18 अलिकति कम्प्लेक्स टाइपको देखिन्छ, तर मजाले हेर्नुभयो, तपाईँसँग बानी पर्यो भने यु क्यान इजिली रेकग्नाइज है। अब हामी 19 मा अर्को रिदमको लागि चाहिँ यसमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ पी छ, क्युआरएस छ, अनि पी छ, क्युआरएस छ, पी छ, क्युआरएस छ राइट। अब तर पी र क्युआरएसको डिस्टेन्स हेर्नु त, इट इज कन्स्ट्यान्ट छ, पी र क्युआरएसको डिस्टेन्स कन्स्ट्यान्ट छ, तर यहाँ गर्दै गर्दा क्युआरएस चाहिँ छैन, फेरि हेर्नुहोस् पी क्युआरएस छ, यस्तो हुँदा कन्स्ट्यान्ट हुन्छ, ड्रप भइदिन्छ क्युआरएस। अब यस्तोलाई चाहिँ टाइप 2 सेकेन्ड डिग्री भन्ने है, टाइप 2 सेकेन्ड डिग्री हार्ट ब्लक भन्ने। कन्स्ट्यान्ट आइरहेको छ, कन्स्ट्यान्ट हुन्छ, हुँदाहुँदै के त क्युआरएस ड्रप भइदिन्छ। पोइन्ट 22 मा हेऱ्यौँ, हामीले फर्स्ट सेकेन्ड डिग्री हार्ट ब्लक डिस्कस गरिसक्यौँ। अब थर्ड डिग्रीमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ पी र क्युआरएसको रिलेसनै हुँदैन, पी वेभ आफ्नो धुनमा आइदिन्छ, क्युआरएस आफ्नो धुनमा, पी पछि क्युआरएस चाहिँ आइदिँदैन कि, आफ्नो धुनमा आइदिन्छ। पी को नम्बर युजुअली धेरै नै हुन्छ है, यहाँ हेर्नुहोस् त पी वेभ आएछ, क्युआरएस आएछ, पी वेभ आएछ, अनि त्यस पछाडि क्युआरएस पछाडि पी वेभ हेर्नु, फेरि पी वेभ क्युआरएस आफ्नो धुनमा बगिरहेको छ, ब्राडी नै देखाइरहेको छ, यो चाहिँ के त थर्ड डिग्री हार्ट ब्लक हो यस्तोलाई। अब अर्को पनि हेर्नुहोस् 21 मा कस्तो छ भन्दाखेरि चाहिँ पी क्युआरएस टी भयो, पी भयो, क्युआरएस टी भयो, फेरि पी होइन, हेर्नु त टी पी यस्तो तरिकाले आफ्नो धुनले बगिरहेको, यो चाहिँ के हो त थर्ड डिग्री हार्ट ब्लक हो।
हाम्रो चाहिँ एबनर्मल र नर्मल इसिजी रिदमहरू चाहिँ यति नै हो, मोस्ट इम्पोर्टेन्टवाला, मस्ट नोवाला। अनि त्यसमा पनि यो हाम्रो 11 कति 22सम्म छ, म पछाडि चाहिँ पोस्ट गरिदिन्छु यो फोटो नै। अनि यो चाहिँ मैले एसएलएस ट्रेनिङमै पाएको हो, यो चाहिँ हाम्रो ट्रेनिङ गर्दाखेरि हामीलाई दिएको हो। यो हामीले चाहिँ त्यहाँ एसएलएसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यो रिदम डिटेक्ट गरेर अनि हाम्रो चाहिँ ट्रिट गर्नुपर्ने हुन्छ बिरामी एल्गोरिदम अनुसारै, उनीहरूले एल्गोरिदम पनि प्रोभाइड गरेको हुन्छ। यसमा चाहिँ अब भिटिबिएफमा गयो भने के गर्ने होइन, असिस्टेड पिएमा गयो भने के गर्ने, यो अनुसार छ हाम्रो चाहिँ। अब यो चाहिँ हामी अर्को भिडियोमा डिस्कस गर्छौँ। आजको लागि यति नै। यति समय हेरिदिनु भयो, धेरै धेरै थ्याङ्क यू। टिल नेक्स्ट भिडियोसम्मको लागि चाहिँ स्टे सेफ अनि सी यू अल इन द नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच, बाई बाई।